हेलो गाइज, इट्स मी प्रोडिजी अगेन। आज चाहिँ पहिले जस्तै नै आज हामी चाहिँ एउटा म्युजिक भिडियोको रियाक्सन गर्न गइरहेको छु। त्यो चाहिँ अब नेपालको कता कता टुप्याक जस्तो गेटअप गर्ने आर्टिस्ट हुनुहुन्छ उहाँ चाहिँ होइन। टुप्याक जस्तो भए पनि धेरै क्रिटिसिजमबाट चाहिँ उहाँ चाहिँ अगाडि आउनु भएको आर्टिस्ट हो होइन। उहाँको नाम चाहिँ सिरुपाते हो, जुन चाहिँ जिबबसँग ऱ्याप ब्याटल गर्दाखेरि चाहिँ लास्टै बेजत भएको थियो होइन। तर त्यो बेजतले नै उसलाई फेमस बनायो कि होइन। अनि त्यसपछि चाहिँ उसले एउटा म्युजिक भिडियो निकालेको थियो उसले चाहिँ। अनि त्यो गाना चाहिँ मस्त गाँजा तानी भन्ने एउटा शिवरात्रिको बेलामा उसले गाना निकालेको। त्यो गानाले चाहिँ लास्टै क्रेज नै लिएर आयो कि। अब यसले पनि सुनेको, मैले पनि सुनेको छु होइन। अनि मेरो चाहिँ त्यो फेभरेट लिस्टमै छ क्या, उसको पनि फेभरेट लिस्टमा रहेछ यो गाना। किन भन्दा सुन्दाखेरि लास्टै मजा आउँछ त्यो गाना चाहिँ, एकदमै मजा आउनु, एकदमै भाइब दिन्छ त्यो गानाले। अनि सरोज जो छ उसले चाहिँ अहिलेसम्म नेपालको बारेमा उसलाई केही अनेस्टली केही थाहा पनि छैन, उसलाई मतलब पनि छैन होइन। अनि खास चाहिँ उसको अनेस्ट ओपिनियन लिनलाई चाहिँ हामीले खास यो भिडियो प्ले गर्न थाल्यो होइन। ऊ त्यति हिपहप सुन्ने मान्छे नै होइन, तर हिज गट डिफ्रेन्ट कन्ट्रीको डिफ्रेन्ट एक्सपिरियन्स छ उसको होइन। अनि त्यहाँ उसले नसुनेको चाहिँ होइन, तर इन्ट्रेस्ट नभएको। तर यो गाना सुनिसकेपछि उसको के विचार छ हामी सुनौला होइन। होइन तल थाहा छ सिरुपातेको बारेमा? सिरुपाते मैले नाम त सुने, तर उसलाई चाहिँ मैले कहिले फलो पनि गरिनँ होइन। तर उसको अरू गीत याद पनि छैन मलाई। तर यो गीत अस्ति सुनेदेखि यो गीत चाहिँ मलाई चाहिँ त्यही एनटिएफको ऱ्याप ब्याटलमा चाहिँ एकदमै सबभन्दा नराम्रो नै तरिकाले चाहिँ डाउनफल भयो मान्छे हो होइन। तर त्यही डाउनफलले उसलाई पपुलर बनायो क्या। जिबब चाहिँ आफ्नो कलाले अगाडि आयो हानिसकेपछि ऊ चाहिँ कला नभइकन ऱ्याप हान्न गएको थियो, एकदमै क्रिटिसिजम भयो होइन। तर त्यसले नै उसलाई चिनायो क्या। त्योभन्दा अगाडि उसलाई कसैले पनि चिन्थेन होइन। तर उसको गेटअपहरू यताउता चाहिँ टुप्याक जस्तो ठक्क दिन्छ होइन। मान्छे चाहिँ चिल छ मान्छे, अनि अलिकति ग्याङ्स्टर ऱ्यापर टाइपको काट्छु मार्छु भन्ने नै ऱ्याप हान्छ उसले होइन। तर यो गाना चाहिँ उसको कम्प्लिटली डिफ्रेन्ट र मलाई एकदमै मनपर्छ क्या यो गाना चाहिँ। मेरो बढी जस्तो म्युजिक भिडियोमा मैले उसको बारेमा मेन्सन पनि गरेको छु क्या। तर आज उसैको भिडियो चाहिँ हामी सुनौँ न त है त। बिट एकदम मनपर्छ यो गाना। यहाँ स्टप गर्छु है म, अलिकति रिवाइन्ड पनि गर्छु। सरोज कस्तो लागेको छ यो गाना? मलाई ठिकै लाग्छ। हामी अलिक क्याची छ, क्याची छ है, बिटहरू अलि रमाइलो छ, मजा आउँछ। सुनेपछि सुनौ जस्तो खालको लाग्छ। कन्टिन्यू गर्नुहोस् ल। म चाहिँ त्यही फर्स्टको 10 सेकेन्डमै मान्छेहरूलाई फिल हुने रहेछ गाना सुन्ने कि नसुन्ने। तर यो गाना चाहिँ मान्छेलाई ब्याङ्गिङ गरिरहेको छ क्या। म चाहिँ धेरैचोटि सुनिसकेँ तर पनि चित्त बुझ्दैन क्या। छापमा बस्छ केटाहरू मस्त टक्क चिलिम हानी धुवा उडाउँछ आँखालाई गम्बर गरी गोल भेडा बनाउँछ दामी माल परे पनि दामी दाल दामी छ माल दामी पनि लाग्छ तलै नि भोपाल एक तानी दुनियाँ छोडी ग्राभिटीमा बित्छ भए पनि नपाएको जस्तो गरी लुकाइदिन्छ। ओ महादेवा बम बम भोले नाम लिई सकतानी एकदमै कोके सर सकतानी मस्त झुले यस्तै छ पारा तर आम इट्स ओके। Please don't be panic. What I'm smoking, it's organic. Chill, chill, just like my baby sugar. एक शॉट ताने पछि I feel like stoner. दिनभरि काम छैन थोप तानी बितायो कपीमा माल भने अर्को बनायो बनाइ केटाहरू सबैलाई तनायो चार्जमा केटाहरू तालमा रमायो मेरो केटाहरू निकै नै हरामी न्यु खोजेपछि छोड्दैन नि नमारी ब्रेक स्मोक लाइक बब माली धुवाले पचाइदिन्छ मुजी नफाली सामान चाहियो भने दसमा आज लिन दामी माल ल्याएको छु एक सटमा हुन्छ किन्न जुडोको उठिस मने हान्छ तँलाई चिन्न यो केटाहरूको पारा विभिन्न यस्तै छ पारा बेना दसमा हुन्छ बेला डाँडाको जोइन ल्याएको दामी गरी खेला यतिले पुगेन भने अर्को निकाल
त्यसमा जुन वर्ड्सहरू युज गरेको छ नि ग्राभिटी होइन अनि एकदमै रेलिभेन्ट छ कि है यो गीत भन्दा यो त एउटा एन्थमै हुनसक्छ कि शिवरात्रिको लागि हरेक शिवरात्रि उसले यो चाहिँ एकदम जस्तो दसैँमा सुगमको एउटा गीत चल्छ नि त्यस्तै शिवरात्रिमा गीत चाहिँ होइन यो जसले पनि सुन्छ जस्तो लाग्छ उसले निकाले पनि शिवरात्रिको बेलामा निकाले जस्तो लाग्छ मलाई गाना होइन यो गीत चाहिँ तर एकदमै क्याची छ कि है अनि अझै बाँकी के नगरकले रेला सिरोपाते छापाको बेला सिरोपाते छापाको बेला अड्डामा बसी तको जोइन तानी रानी राखाबाट 81 निलो पेन आइदिहाल्यो आई समय केटाहरूलाई चेखन दिँदा चेखन जन्मा सामान भेटाइदिएर अनि सानो सानो कुरालाई ठुलो बनायो अलिकति गाँजाले 2 केजी पनि चनायो 3 महिनाको लागि मलाई चोकै छिरायो म्याथ पुरा भएपछि बल्ल मलाई निकाल्यो नेपाल कप्सहरूको फ्याक्ट पनि हालेको छ कि होइन तर लाग्दैन पुलिसहरूले त्यही त गर्छ नि होइन अलिक सानो समाज होइन उसलाई लगाएर ठुलो केस हालिदिन्छ नि त प्लस यो केटाको स्वर पनि अलिकति हेभी खालको होइन राम्रो छ नि अलिकति नेवार टोन पनि छ होइन अनि क्युट पनि सुन्ने क्या फेरि लुक्स पनि होइन उसको चाहिँ राम्रो छ कि लुक्स पनि बवाल छ नि यार त्यो टुप्याक जस्तो लाएर आउँदाखेरि खतरा देखाएर बाटोमा निस्के केटाहरू पनि भेटे दोकान नभएको रिसले एक बम खानेर गके घर बाटोमा निस्के केटाहरू पनि भेटे दोकान नभएको रिसले एक बम खानेर गके मस्त घाँस तानी डालमा बसिरहेको पिट्टी सब मलाई छ्यापा हानी मेरो केटाहरू चाहिँ आनन्दले बसिरहेको म भने चाहिँ झ्यापटामा ब्रह्माण्ड घुमिरहेको छु बिच आफै दङ्ग परिरहेको आफ्नो गाना आयो एउटा कुरा बिग्रियो के यो गीतको रियाक्सन दिने बेला हामीले पनि एकवटा सल्काएर दिएको होइन हामी त बम बोल्यो बम भोले टाइपको होइन है बम बोल्नु नभए चुरोटमा सल्काएर दिइदिएको नि खै चुरोट पनि हामी तान्दैन सिधा मान्छे तान्छु अहिले के छ हामीसँग थाहा बम बोले चाहिँ थिएन गीत चाहिँ गीत चाहिँ एकदम ब्याङ्गिङ छ है मलाई त एकदम मनपर्छ मैले नि एकदमै सुन्छु क्या अलिकति कहिलेकाहीँ एकदम अफ मुड भएर म यो गाना सुनिदिन्छु क्या एकदम मजाको भाइब दिन्छ यसले है त्यही भएर नसुन्ने मान्छेलाई पनि राम्रो म चाहिँ सिरुपातेलाई यो गानाको लागि किन भन्दा यस्तो क्रिटिसिजमबाट एकदमसँग उसले खै इगो ल्यायो कि मनमै ल्यायो है उसले यो गाना निकालिसकेपछि उसको त्यो जुन पर्सपेक्टिभ हुन्छ नि मान्छेको प्रतिको अरूले त ऱ्यापर नै होइन भन्थ्यो कि उसलाई जस्ट क्रैपर भन्थ्यो होइन तर यो गाना निस्किसकेपछि चाहिँ एन्टाफले फेरि उसलाई बोलाएर फेरि अरू जुन कम्पिटिसन थियो त्यसमा होस्टिङ पनि गर्नु लगायो होइन हिज पार्ट अफ द नेपअप ऱ्याप फ्यामिली क्या अहिले चाहिँ होइन अनि उसलाई एउटा प्रेस्टिजियस प्लेसमा चाहिँ राखेको छ कि यो गानाले गर्दाखेरि सो आई गिभ हिम फर माला नदेख होला प्रोडिजी है क्युबल लिङ्क्स यतिकै गाउनेहरूले त कसरी नगाउनुहुन्छ मान्छेले यति गाना चाहिँ होइन कस्तो कस्तो त गाइरहेको छ मान्छेले यो त क्वालिटी छ नि यार यो गाना त सुन्दै आनन्द आउँछ कि होइन त्यो म्युजिक मजा आउँछ क्या गुड भाइब एकदम राम्रो एन्थम टाइपको म चाहिँ सिरुपातेलाई चाहिँ यो गानाको लागि चाहिँ साउट आउट दिन्छु है एकदमै दामी गाना छ यस्तै गाना निकाल्नुपर्छ होइन युआर अलिकति ग्याङ्स्टर ऱ्याप टाइपको ब्रोले भाइब दिन्छ होइन त्यस्तै खालको एउटा ब्याङ्गिङ गाना निकालिदिनु पऱ्यो कि अब चाहिँ होइन वी आर एक्सपेक्टिङ अ लट फ्रम यु होइन एकदम यु गेम भेटिन्छ बेर छैन अब यस्तो आर्टिस्टहरूलाई त धेरै अपर्च्युनिटी छ नि यार अब चाहिँ एक्सपेक्टेसन हाई भयो त्यही भएर सिरुपाते वी हेभ लट्स अफ लभ एन्ड रेस्पेक्ट फर यु है ल सबै अडियन्सले पनि अब जति जान्छ मेरो एक्सेप्ट त्यही छैन होपफुली ग्रो होला होइन इन द फ्युचर होइन पहिला त एकजना मात्रै थियो कि अनि मैले के भने भन्दा मेरो धेरैजना अडियन्स मध्येमा चाहिँ एकजनाले रिक्वेस्ट गरेको छ किनभने सब्सक्राइबर एकजना थियो होइन तर अहिले ग्रो हुँदैछ 123जना भयो होइन होपफुली कुनै दिन अब थाउजन्ड्समा पनि जाला होइन सिरुपाते भाइले नै फेरि एक सब्सक्राइब चाहिँ सिरुपातेले हाल्यो भने म त्यही सिरुपाते लिएर आउँछु फेरि ल आई गिभ साउट आउट फर सिरुपाते एन्ड वी लभ दिस सङ है अनि सबैजनाले पनि अब सिरुपातेलाई पनि माया देखाइदिनु पऱ्यो उहाँको आफ्नो पेजमा पनि सबैले सब्सक्राइब गरिदिउँ होइन यो गानालाई प्रमोट गरिदिउँ होइन आर्टिस्टलाई यसो केही पैसा दिनुपर्ने होइन केही पनि होइन नि त होइन जस्ट एउटा सब्सक्राइब गरिदियो भने उनीहरूलाई मोटिभेसन हुन्छ ल हामी चाहिँ अब पिस आउट गर्दै हामी चाहिँ बिदा लिन्छौँ है त अब ल पिस आउट